जाऊ बाहिर बाहिर फुटबल गरेर आएछु भने अब राम्ररी के माग्न मन छ माग हे भगवान् बत्तीहरू चाहिँ
साथीहरूलाई फाइदा केक नको थोड़ा थोड़ा खाइदिनु टिका मात्र लगाइदे केक टिकामा चाहिँ ल ल जानु Happy birthday to you. Happy birthday to you. Happy birthday to you. राम्रो रहेछ Lost.
स्योर जाने हो नि स्योर जान्छु फेरि भोलि बुवा लिन आएपछि जान्न भन्यो भने ल 4 बजे आउनु म स्कुलबाट ठ्याक्कै आउँछु 4 बजे हुन्छ भोलि स्कुल सधैँ 4 बजे हो 4 बजे नै आउँछु कि 4 बजे कति मिनेटमा आउँछु 4 बजे आउँछु दसैँ लाग्यो दसैँ लाग्छ नि दिदी दशा लगाइरहेछ मायालुले आऊ भन्छ बेलुका जाऊ कि नजाऊ हे मायालुले आऊ भन्छ बेलुका जाऊ कि नजाऊ नारीलाई खुबै सुहाउँछ सारी हाय मायालुले आऊ भन्छ बेलुका जाऊ कि नजाऊ मायालुले आऊ भन्छ बेलुका जाऊ कि नजाऊ पावैमा दिउँला प्रत्युषा तिमीलाई स्विमिङ गर्न कसले सिकाएको ए आफै सिकेको हो म त दिदीले सिकाए जस्तो लागिरहेको थियो म दिदी अरू को छ तिम्रो दिदी ए हो अनि प्राञ्जन दिदीले सिकाउनु भएको हो कि को दिदीले सिकाएको ए त्यसमा म अब समात्न आउँदिनँ है अब प्राञ्जन दिदीलाई नै बोलाउनु म त यहीँ बस्छु म अब लुगा लाउँछु जान्छु
भन मम्मी अब स्विमिङ गर्न आयो ल हेर प्रत्युषा एक्लै स्विमिङ गरिरहेछ दुःख घरैमा तिन तला ओ कहिले होला सुनको हौ सुन्तला काख छोडी स्कुल जान सिके बा आमाको काख छोडी स्कुल जान सिके साथी भाइ सबैसँग मिली बस्न सिके साथी अब मेरो किताब के छ यति भन्छ ए भाग मेरो माया धेरै ठुलो मान्छे बनेर असल मान्छे बनेर देशको सेवा गर्नु मान्ने गुन्ने हुनु सबैले मेरो मायालाई भन्दा प्रत्युषा ढकाल भनेर चिन्ने मान्छे हुनु मेरो माया ज्ञानी हुनु ल यसो यता स्माइल दिनु पर्यो बारले खै टिका लगाइदिनु रातो हात मात्रै हात भयो बाबु छोडिदेऊ नलाउने अब भयो यता हेरौँ न एकचोटि खोइ हेर त यहाँ ठुल्मामलाई हेर त एकचोटि पढ्दैन नि ENVIRONMENT इन्भाइरोमेन्टको स्पेलिङ आउँछ बेबीलाई हजुर बेबी किन भनिदिन्छ बेला बेलामा यत्तिकै बेबी भनेको राम्रो छैन मलाई पनि बेला बेला भनिदिन्छ मामाले बसिरहेछौ हेलो परिवार तिमी किन साथ भएर बसिरहेछौ भन न बसिरहेछौ जाडो भयो ओके म तिमीलाई ब्ल्याङ्केट लिएर ओढाइदिन्छु र एकैछिन रोक है तिमीलाई जाडो भइरहेछ रोक है एकैछिन म तिमीलाई ब्ल्याङ्केट ल्याइदिन्छु होइन अनि ओढाइदिन्छु सर्छ त्यही सरले ओढाइदिन्छु है अनि खाजा खायौ त भन न खाजा खायौ पिज्जन 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 के भयो भन त किन कामिरहेछौ सुनेन हौ ओहो जाडो भएर मरिसक्यौ तिमीलाई जाडो भए आऊ मेरो घरमा यहाँ आऊ त म तिमीलाई यहीँ घरमै राख्छु हस् आऊ आऊ है आऊ 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 बेबी आऊ 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 Go to
school today. It is a pleasant day. To school you go to every day. Listen to what the teachers say. School is where one learns knowledge. It is what one earns. Teacher friends are part of school. Without them, school is not a school. 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 36 कति बिर्सेको क्यामेरा है म कति बिर्सेको है नाटक नगरी पढ न ल 25 मा पुग्यौ तिमी न पढ ल मैले त्यो भिडियो देखिरहेको छु है ऐनामा नाटक नगर न 25 मा पुग्यौ के तिमी पढ न हातले देखाएर फेरि एकदेखि 25 बाट पढ 25 26 अनि 36 26 के 26 27 28 29 30 31 32 33 34 35 36 36 36 37 37 37 8 38 38 29 39 40 अब म आउँदैन 41 42 43 44 45 46 47 48 49 10 अब खाइस कुटाइ तैँले अब खान्छु नि त मामु हजुर अब यो पैसाले के गर्ने त थाहा छैन किन रोड्न लाग्ने भन्न भिडियो बन्द गरिदिउँ नि बन्द गरिदिन्छ है हुन्छ साथी पैसा हेर्नु न पैसा त्यस्तो नगरिकन गर ए एल्लो पैसा पुरा रङ गएको रहेछ माम यो त 10 रुपियाँ टिका आएको श्राद्धको पैसा होला नि त श्राद्धको होला नि श्राद्धको पैसा रहेछ त्यो हेर्नु न गाइस 20 रुपियाँ 20 रुपियाँ ए 20 रुपियाँ जम्मा गर्नु न पहिला 20 रुपियाँ को 20 रुपियाँ एक ठाउँमा जम्मा गर्नु होइन सिक्काहरू एक ठाउँमा जम्मा गर्नु होइन अनि हो त्यो सिक्काहरू त्यो खुत्रुकेमा हाल न फेरि तिमी अब यो सिक्काहरू म खुत्रुकेमा हाल्दैछु है गाइस अझै रहेछ पैसा त सिक्काउँदो रहेछ हेर्नु त यी सिक्काहरू त्यसको माथि बटन पनि रहेछ हेर्नु त यहाँ रहेछ सबै पैसाहरू जम्मा गर्दै गर्नु होइन यो सिक्का चाहिँ एक गरेर जम्मा गर्नु ऊ सिक्का दिनु त माम त्यो सिक्काहरू दिनु त अझै सिक्का रहेछ त्यहाँनिर त मेरो ओ सिक्का हेर्नु त सिक्का लिँदैछु भाइ सिक्का पनि त्यसको नोट पनि त आउनु रहेछ
150 का पनि टन्नै रहेछ यी 100 पनि पाउँछ हेर्नु त गाइस भुड्कीमा कति धेरै सिक्काहरू ओके अब म भुड्कीबाट सिक्काहरू निकाल्दैछु है त तिमी पनि के बोलेको के बोलेको ल अझै एउटा बाँकी रहेछ कि ओके Mom is really is fun the पैसा गर्न आम्मा कति धेरै पैसा रहेछ यसले त जुत्ता पनि आइहाल्छ जुत्ता पनि आइहाल्छ जुत्ता आइहाल्छ यति पैसाले त होइन गाइजहरू यसले त पुरा सामान हुन्छ यसले त भाडा तिर्ने त्यो 50 हटाउनु 1000 को चाहिँ भाडा तिर्नु होइन त्यो अनि 500 र 500हरू चाहिँ अर्कै युज गर्नु के पैसा चाहिँ हुन्छ गर्नु पर्यो नि पहिला गर्नु ओहो धेरै पैसा भइसकेन रुँदा पनि हँसाउँछ अनि हँसाउनु परेन नि पर्यो नि त रोएको मान्छेले हँसाउनु परेन नरहेछ है हजुरको फेसबुकमा हालिदिन्छु र अनि भाइरल बनाइदिन्छु है यस म्याम त रुनुहुन्छ कहिले कहिले स्माइल हुन्छ कहिले कहिले रुनुहुन्छ ओहो म हजुरलाई एउटा सिरियल सुनाइदिन्छु 10-20 नगर्नु 150,000-500 सबै गर्नु 1000 पनि गर्नु है मामु ऊ त्यहाँ रहेछ 2टा 1000 कहाँ छैन मामु ए 10-20 चाहिँ म गर्छु है ल पछि बनाउँदा अरू पनि छ सिक्काहरू भाइ कति धेरै सिक्का हुन् मेरा हेर्नु त सिक्काहरू कति धेरै छन् 1 लाख होला है यता छैन भाडा तिर्न पुग्यो भने भयो त्यो 50 चाहिँ नतिर्नु 500 चाहिँ नतिर्नु है मामु म भनेको छु नि टोकी मामले अब कन्दै हुन्छ होइन सो गाइस अब के गर्ने यो पैसाले भाडा तिनीहरू के गर्ने जो 10-20 को के गर्ने भोलि म 20 रुपियाँ लिएर जान्छु है मामु हुन्छ बक्स मनी किन्नुको लागि भोलि म मेरो साथीको लागि किन ठ्याक्क भाडा तिर्न मात्रै पुग्ने भयो अरू केही गर्नु नपर्ने यो 50 हटाइदिनु होइन 500 यहाँ यतिले त ठिक्क भाडा पुग्यो अब त्यो चाहिँ के यो यसले तिमीलाई जुत्ता हुन्छ जुत्ता किन्ने किनौँ अब यत्रो पैसा छ मुठी किनौँ है बढ्दैन बनाउनु सो गाइस अब यो यसले चाहिँ हाम्रो जुत्ता बनाउँछ है कुर्ताको पनि भएन गाइस सिक्काहरू कतिवटा गर्छु म आम्मामा कति पैसा हेर्नु त खैदिनु त आउँछ एक्लै आम्मा गाइस यसले त झन् गरिबलाई पनि सहयोग गर्नु भइहाल्छ नि होइन गरिबलाई त 50 रुपियाँ दिए पनि एमा यत्रो धेरै पैसा जम्मा भइसक्यो मेरो म काम छैन 1 2 3 4 5 6 7 एक लाख जस्तै देखिएछ देख्दाखेरि चाहिँ 10 तर जम्मा 50,000 भएछ 11 12 मामु यो चाहिँ हजुर युज गर्नु होइन म त यो युज गर्छु नि त 4 बक्समा नि अनि यो सिक्का पनि युज गर्छु
5 रुपियाँ आउँछ र होइन आउँछ त 5 रुपियाँ ललिपप 5 रुपियाँले ललिपपै आउँदैन 20 रुपियाँ र 10 रुपियाँले ललिपप आउँछ नि यत्रोले त पुरा जुस पनि आउँछ भाइ होइन जुस पनि सबै आउँछ ओहो यत्रो पैसा जम्मा भइसक्यो यो र यो दिँदाखेरि र यो सिकायो मेरो कति भयो गर्नु होइन म त देखेर ढल्छु भाइ 50,000 रहेछ जम्मा त है जम्मा 50,000 पैसा चाहिँ मेरो हो नि अनि भर जम्मा गरेको आमाले कति धेरै पैसा दिनुहुन्छ आमासँग कति धेरै छ एक मुठी पैसा ल्याइदिँदा नि 320 रुपिस तिमीलाई त्यसको 50,000 होइन अब म भुड्कीमा राख्दैछु है हेर्नु है गाइस अब मेरो 32 होइन यो चाहिँ म भाडा तिर्छु ल हस् यस्तै चाहिँ के गर्ने त्यो तिमीले 4 बक्स मनी युज गर्छु भने हैन त यसले अलिअलिले चाहिँ मेरो ऊ बनाउने के थाहा छैन हजुरलाई जुत्ता ए त्यो त म अरू पैसाले पनि बनाइदिहाल्छु नि अब धेरै भुड किन्नु पर्यो होइन अब मेरो भुड्कीको ऊ खोलेछ हेर्नु न कति धेरै सिक्का छ म गनेर सुनाइदिन्छु है त कति धेरै सिक्का 1 2 3 4 5 6 7 8 9 10 11 12 मेरो पैसा हेर्नु जम्मा 5 10 20 भयो 5 10 20 अरू के हुन्छ कुटुनी बजे के कुटुनी बजे के कता हिँड्नु भएको झोला बोकेर आउनु न लाउनु झोला आफै बोक्नु ल भान्जीलाई दियो भान्जीलाई यता दिने हो कि नमस्कार गर्नु हजुर पनि एकैचोटि हाल्नु न ल सक्दै नसक्नु परेछ
धर्म गरे पनि दिनका दिन नि हो दिनका दिन सकिँदैन बा आमाको दिन ऋण नि हो दिन ऋण जति धर्म गरे पनि दिनका दिन नि हो दिनका दिन सकिँदैन बा आमाको ऋण नि हो ऋण तिर्न रे एक नम्बरे सुन हो एक नम्बरे सुन एक नम्बरे सुन हो एक नम्बरे सुन बा आमा भनेका जिउँदा देउता हुन् बा आमा भनेका जिउँदा देउता हुन् बा आमा भनेका जिउँदा देउता हुन् थ्याङ्क यू फर द अलरेडी भिडियो खिचाएँ मैले म किन भनौँ तिमी कमैया मोरे हाय हाय हामी चिना चरिया मोरे हाय 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 कम देहान्तला रुख मुनि तिमी कमैया मोरे हाय 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 मिर्चिना चरिया मोरे हाय 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 दीर्घ इकार लेखेको तिमीले मिस्टेक लुम्बिनी मिल्यो तर अलि ह्यान्डराइटिङ भएन कि छोरा Everything normal बुद्ध व्यापारी व्यापारी लेख्छु लागेर बस्नु न व्यापारी मामु यहाँ पनि व्यापारी लेख्ने आँखा पनि व्यापारी नै मामु यस पनि कहीँ हुन्छ छिटो लेख न हस् हजुर हस् ल या व्यापारी नो चिटिङ है ल म चिट गरे पनि छैन क्या यस्तो मजा गर्छ व्यापारी या बिहा